आज फाउन पूर्णिमा पनि खोइ हामी त औवा पाकेर औवा काट्न लागेको कोही तास खेलेका छन् कोही रक्सी खाएका छन् डुलेका छन् बियर खाएका छन् हामी त यहाँ औवा काट्न लागेको बुढी काट्न लाग्यो मैले अब नकाट्ने होला नि फाउन पूर्णिमा लगाइसक्यो अझै त्यति गर्मी त भएको छैन मौसम ठिकै छ अस्ति यहाँ माटो हाल्यो माटो हालेको यहाँ गट्टे ल्याएको बेसालाई ढाक्ने हो नि यो पल्ने कुरो यो सबै लोकल कुखुराले अन्डा पारेको छ यी दुईवटा भाले एउटा भाले दुईवटा पछि यसमा दाउरा चिरेर सुकाएको यहाँ गाउँको दाउरा अलिकति भच्चा निकालेको पुरानो सुकाएको छ दाउरा टमाटर भयो अनि यो लसुन भयो आफूले नि कति फुल फुलेको छ बुट्टा त सानो छ तर फुल चाहिँ धेरै फुलेको छ कतिको फल्छ सलाद खाने साग खेर गएको छ चराले खान्छ भने छेसाल दिएको तर्साउने पुरानो केरा छ लसुन नि अब लगभग सुक्ने बेला भयो खन्ने बेला भयो ल